आज म यो गणनामय प्रतिनिधि सभाको विशेष समयमा आफ्ना भर्खरै प्रस्तुत भएको नीति तथा कार्यक्रम लगायत अहिले मुलुकले भोग्दै गरेको र मुलुकका सामु देखिएका केही गम्भीर इस्युहरूमाथि आफ्ना कुरा राख्न गइरहेको छु। बजेट निकट भविष्यमै प्रस्तुत हुनेवाला छ। बजेटको एउटा ठूलो अंश औपचारिक र अनौपचारिक रूपमा विदेशी लगानीबाट सपोर्ट हुने हाम्रो पृष्ठभूमि रहेकोमा अमेरिकाले सन् 2025 मा 60 बिलियन अमेरिकी डलर सहयोग कटौती गरेको समाचारहरू बाहिर आएका छन्। युरोपियन युनियनले 2023 मा अफिसियल डेभलपमेन्ट असिस्टेन्स ओडीए मार्फत 96 बिलियन युरो सहयोग गरेकोमा 2025 देखि 27 सम्ममा उक्त रकम 35% ले कटौती गर्ने नीति लिएको छ। यी विश्वव्यापी सहयोगका दायराहरू खुम्चिँदै छन्। नेपाल जस्ता साना अर्थतन्त्रहरू यसबाट अत्यन्तै नकारात्मक रूपमा प्रभावित हुने कुरा निश्चित छ। राजस्व बढ्ने लक्षण छैन। व्यापार बढे राजस्व बढ्ने हो। लगानी बढिरहेका संकेतहरू देखिएका छैनन्। कुराले, नीतिले र घोषणाले न लगानी बढ्ने हो न राजस्व बढ्ने हो। अहिलेको युवाको एस्पिरेसन र इन्स्पिरेसनको यदि कुरा गर्ने हो भने युवा चाहन्छ कि विश्वमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा यही देशमा उपलब्ध होस्। यो विषयमा मैले अर्थ समितिमा पनि राखेको थिएँ। शिक्षा मन्त्रालयले विदेशका प्रतिष्ठित इन्स्टिट्युसन्सहरूलाई नेपालमा ल्याइकन तिनीहरूले नेपालमै चाहिँ त्यो शिक्षा प्राप्त छ नि सबैले अफोर्ड गर्न सक्ने लेभलको शिक्षा दिने वातावरण बनाउनुको सट्टा 1.5 खरब भन्दा बढ्ता पैसा तिरेर नेपाली युवाहरू बाहिर जान बाध्य छन्। म विश्वास मैले लिएको छु कि भर्खरै आउनुभएका नयाँ शिक्षा मन्त्रीको ध्यान यसतर्फ जानेछ। गुणस्तरीय रोजगारी देशभित्रै आओस्। आफ्ना आइडियाजहरूलाई, आफ्ना सोचहरूलाई र केही गरिखाने आफ्ना संकल्प बोकेका युवाहरूलाई स्टार्टअपको माध्यमबाट, भेन्चर क्यापिटलको माध्यमबाट प्रत्येक नगरपालिकाले, बैंकका ब्रान्चेसहरूले उनीहरूलाई त्यो पटक हरेक बजेटमा विनियोजन गरिने स्टार्टअपका फन्ड ब्यू पुँजी भनिन्छ जसलाई त्यो प्राप्त हुने वातावरण अबको बजेटले गरोस्। पहिले पनि राष्ट्र बैंकले यो नीति ल्याएको थियो। प्रत्येक ब्रान्चले 10 वटा कमसे कम नयाँ उद्यमी जन्माउने चाहिँ जिम्मा बोकाएको थियो। 5000 भन्दा बढ्ता भएका ब्रान्चहरूले यदि त्यो गरेको भए अगाडि त्यो पोलिसीलाई अगाडि बढाएको भए वर्षमा 50,000 भन्दा बढ्ता नयाँ उद्यम खुल्ने थिए। तर त्यो अगाडि हुन सकेन। कृषि क्षेत्रको कुरा गर्दाखेरि राज्यको 60% जनसङ्ख्या केवल 23% जीडीपी बोकेको कृषि क्षेत्रमा आश्रित छ। यही नै कारण हो कि कयौं चाहिँ पञ्चवर्षीय योजनाका बावजुद, कयौं बजेटका बावजुद, घोषित प्रत्येक नीतिका बावजुद कृषिको उत्पादन बढ्ने होइन घट्ने क्रम जारी छ। मेन चाहिँ खाद्यान्नको त कुरा छोडौँ, फलफुलदेखि फुलसम्म हामी बाहिरबाट आयात गर्ने स्थितिमा पुगेका छौँ। हाम्रो कृषिको उत्पादन सरदर 30% भन्दा बढी महँगो छ छिमेकी मूल्यको तुलनामा। तर हाम्रा द्विदेशीय एग्रिमेन्ट्सहरूका कारणहरूबाट हामीले त्यसलाई म्यानेज गर्ने स्थितिमा हामी छैनौँ। त्यसलाई हामीले समायोजित गर्ने स्थितिमा हामी छैनौँ। त त्यसका वैकल्पिक उपायहरू के हुन सक्छन् भन्नेतर्फ राज्यको ध्यान जानु अत्यन्त जरुरी छ। अदरवाइज 60% जनसङ्ख्या आश्रित भएको यो क्षेत्र आउने दिनहरूमा झन्झन दरिद्र हुँदै जाने कुरो निश्चित छ। जमिन बाँझो छ। त्यो जमिनमा जोत्ने मान्छेहरू देशभन्दा बाहिर पुगेका छन्। दैनिक 3000 को रफ्तारमा
नेपालीहरू, नेपाली युवाहरू नेपालभन्दा बाहिर जाने क्रम जारी छ। अब म केही कुराहरू अब आउने बजेटका सन्दर्भमा राख्न चाहन्छु। मैले अस्ति भनेको थिएँ अर्थ समितिमा र आज म फेरि दोहोऱ्याउन चाहन्छु कि अब आउने बजेटले, किनकि राजस्व घट्दो छ, माननीय अर्थमन्त्रीज्यूसँग स्रोतको अभाव छ, त्यसैले नयाँ योजनाहरूमा पैसा लगानी गर्नुको सट्टा चलिरहेका योजनाहरूलाई सिद्ध्याउनेतर्फ ध्यान दिनु पर्यो। यदि हामी धान्न सक्दैनौँ भने नयाँ योजनाहरूको लामो लिस्ट खाली जनतालाई सुनाउनका लागि गर्नुको कुनै अर्थ छैन। 2048 सालमा गरिएको रिफर्म त्यो बेलाको इन्टरनेसनल र रिजनल परिस्थितिलाई अध्ययन गरिकन गरिएको रिफर्मको आधारमा 7 वटा नयाँ क्षेत्रहरू जन्मिए। जीडीपी का अहिले 35% भन्दा बढ्ता कन्ट्रिब्युसन गर्ने ती क्षेत्रहरू त्यो बेलाको रिफर्म उदार अर्थतन्त्रको परिणति थिए। तर 48 सालपछि अहिलेसम्म सेकेन्ड जेनेरेसनको रिफर्मको चाहिँ सुरुवात हुन सकेको छैन। त्यसैको फलस्वरूप हाम्रो इकोनोमीको साइज र हाम्रो जीडीपीको साइज खुम्चने क्रममा छ। हाम्रै जस्तै लगभग 30 वर्ष अगाडि सही साइजको इकोनोमी फिलिपिन्सको यदि कुरा गर्ने हो भने, जो कि त्यो पनि करिब 3 करोडको जनसङ्ख्याको मुलुक, अहिले हाम्रो टोटल जीडीपी 50 बिलियनको छ भने उनीहरूको 500 बिलियनको पुगेको छ। हाम्रो $1500 को पर क्यापिटा इन्कम छ भने उनीहरूको 15,000 पुगेको छ। त्यो पनि त्यस्तै इकोनोमी हो, नेपाली जस्तैको इकोनोमी हो, कृषिमा आधारित इकोनोमी हो। त्यहाँका पनि जनताहरू देश छोडेर बाहिर काम गर्न बाध्य थिए। तर अहिले फिलिपिनोहरू खालि माथिको तहका काम गर्छन्, बाहिर आफ्नै देशमा फर्केका छन्, आफ्नै देशमा लगानीका प्रशस्त अवसरहरू खुलेका छन्। त हाम्रो अब आगामी नीतिहरूको तर्जुमा गर्ने क्रममा त्यस्ता सक्सेस स्टोरिजहरू, जुन सक्सेस स्टोरिजहरूलाई टेकेर मुलुकहरूले आफ्नो रूपान्तरण गरेका छन्, त्यसतर्फ ध्यान दिनु पर्यो भन्ने मेरो विनम्र आग्रह हो। सांसद फन्डको कुरा हुने गर्दछ, सांसदलाई दिइने चाहिँ सहयोगका कुरा हुँदैछ। सांसदलाई मेरो सधैँभरि एउटै मान्यता रह्यो कि सांसदलाई फन्ड दिने होइन, सांसदलाई अधिकार सम्पन्न बनाउनु पर्यो। सांसदले आफ्नो चुनाव क्षेत्रमा त्यहाँ भएका अधुरा प्रोजेक्टहरूलाई कम्प्लिट गर्नका लागि कयौँ यस्तासम्म चाहिँ दुःखदायी उदाहरणहरू म प्रस्तुत गर्न सक्छु। आफ्नै क्षेत्रको चाहिँ अनुभवको आधारमा ट्याङ्की 10 वर्षदेखि जोडिएर बसेको छ, पाइपको आधारमा पानी जनताले खान सकेका छैनन्। तर त्यो कुरामा चाहिँ सांसदको कुनै भूमिका छैन। एउटा निर्वाचित सांसदले आफ्ना क्षेत्रमा भएका यदि विकास निर्माणका योजनाहरू, चाहे त्यो स्थानीय तहको होस्, चाहे त्यो प्रदेश तहको होस् वा सङ्घीय तहको होस्, यदि त्यसलाई निरन्तर मूल्याङ्कन नगर्ने हो भने, अनुगमन नगर्ने हो भने, नपुगेको पैसाको लागि सम्बद्ध मन्त्रालयले उनीहरूको हात बलियो नपार्ने हो भने यो होल श्रृङ्खलाबद्ध ढङ्गबाट यो डेभलपमेन्टको प्रोसेस अगाडि बढ्न सक्दैन। नेपालको अर्को रोजगारीको समस्याको कुरा गर्दाखेरि उत्पादनमूलक क्षेत्र, म्यानुफ्याक्चरिङ सेक्टर, जसले कि रोजगारी दिँदछ। बङ्गलादेश, भारत र श्रीलङ्काको म्यानुफ्याक्चरिङ सेक्टरको जीडीपीको कन्ट्रिब्युसन 20% छ। कुनै बेलामा नेपालको पनि 15% थियो। त्यो जीडीपीको 15% घटेर अहिले 5% भन्दा तल झर्ने क्रममा छ। यो अहिलेको वर्तमान परिस्थितिमा मैले अघि चाहिँ राजस्व घट्दै गएको वा राजस्व बढ्न नसकेको कुरा गरेँ। नेपालको व्यापार डिमान्डको सङ्कुचनको कारणले खुम्चिँदै गएको कुरा गरेँ। त्यसैको प्रभाव राजस्वको सङ्कलनमा परेको कुरा गरेँ। त अब अहिलेको दिनमा आउने भावी नीतिहरू हाम्रा के हुनु पर्यो? यो कुराको पनि जवाब त्यति कठिन छैन यदि गहिरेर हेर्ने हो भने। यो नेपालले यदि आफ्ना अहिलेका हाम्रा चाहिँ नि अन्तर्राष्ट्रिय एयरपोर्ट्सहरूसँग जोडिएका र दुवै भारत र चाइनासँग जोडिएका विभिन्न प्रकारका सेकेन्ड टियर र थर्ड टियरका सहरहरूसँग नेपाललाई यदि जोड्ने हो भने हामी 50 लाख पर्यटक ल्याउन सक्छौँ। हामीले 50 लाख पर्यटक यदि ल्याउन सक्यौँ भने हाम्रो नेपालको रोजगारीको समस्या केवल पर्यटन क्षेत्रले मात्रै पनि समाधान गर्न सक्छ। अर्को क्षेत्र भनेको ऊर्जाकै क्षेत्र हो। म माननीय ऊर्जा मन्त्रीज्यूलाई बधाई दिन चाहन्छु। उहाँले कमसेकम 28,500 मेगावाटको
चाहिँ ऊर्जाको क्षेत्रलाई नेपालभित्र खपतका लागि र विदेशमा निर्यात भारतमा निर्यातका लागि समेत चाहिँ त्यो योजना अगाडि सार्नुभयो एउटा समय सीमाबद्ध ढङ्गबाट अगाडि बढाउनका लागि। भर्खरै म एनइएका नवनिर्वाचित एनइएको एमडीको अन्तर्वार्ता पढ्दै थिएँ। बाहिर जस्तै किसिमका चाहिँ प्रचार भए पनि उनले स्वयंले बडा इमान्दारीपूर्वक कि अझै 2 वर्षसम्म चाहिँ हाम्रो नेपालको आन्तरिक खपत बाहिरबाट आपूर्तिबाट बाहिरबाट आयात गरेर आपूर्ति हुनेवाला छ। हामी जति निर्यात गर्नेवाला छौँ त्योभन्दा बढ्ता हामी आयात गर्नेवाला छौँ। त यस्तो स्थितिमा यो ऊर्जाको क्षेत्रलाई जति सकिन्छ त्यति छिटो थाँती भएर बसेका यी 5000 भन्दा बढ्ता मेगावाटका पिपिएहरूलाई सम्पन्न गरिकन त्यसको फन्डिङमा त्यसका आइपिएका बारेमा विभिन्न प्रकारका चाहिँ विचलनका कुराहरू बजारमा आएका छन्। त्यसमा अख्तियारले समेत हात हालेका कुराहरू समेत आएका छन्। त्यसमा तत्काल सरकारले हात हालेर आन्तरिक उत्पादन जीडीपीमा यसको कन्ट्रिब्युसन बढाउने तर्फमा जानु पर्यो र बजेटको यो एउटा अत्यन्त महत्त्वपूर्ण एउटा बहुतै महत्त्वपूर्ण चाहिँ एउटा त्यसको आयाम हुनु पर्यो भन्ने मेरो मान्यता हो। यसै गरिकन तेस्रो यो मुलुकको रूपान्तरण गर्न सक्ने क्षेत्रको यदि हामी कुरा गर्छौँ भने त्यो हो आइटीको। आइटीमा कुनै पनि प्रकारको चाहिँ हाम्रो रणनीतिक चाहिँ सोचको बावजुद पनि सोच नहुँदा पनि स्वतःस्फूर्त ढङ्गबाट नेपालको आइटी क्षेत्र फस्टाएको छ। 1 खरब भन्दा बढ्ताको $1 बिलियन भन्दा बढ्ताको चाहिँ नेपालभित्र घरभित्रै बसेर काम गर्ने मान्छेहरूको एउटा नयाँ जमात तयार भएको छ। नेपालमा पढेका ती युवाहरूले अझै पनि बाहिर काम गरिरहेकाहरू पनि नेपालभित्र फर्किन सक्छन् र त्यहाँ गरेका काम नेपालमा आएर गर्न सक्छन्। तर त्यसको लागि सरकारले अझ थप त्यसलाई प्रोत्साहित गर्ने, त्यसलाई मोर इनेबलिङ इन्भाइरोन्मेन्ट बनाइदिने, नेपालमा फर्केर गएर त्यही आए चाहिँ यहाँ ल्याएको खण्डमा त्यसलाई फर्दर इन्सेन्टिभाइज गर्ने, त्यसलाई फर्दर सपोर्ट गर्ने, यो दृष्टिकोणले यसलाई एउटा अर्कै उचाइमा लिएर जाने वातावरणमा बाटोतर्फ लाग्नु पर्यो। म अब यिनी कुराहरू राख्ने क्रममा फेरि पनि म दोहोऱ्याउन चाहन्छु कि हाम्रो अर्को सबभन्दा ठुलो चुनौती भनेको हाम्रो खर्च गर्ने क्षमताको आएको निरन्तर ह्रास हो। भर्खरकै स्ट्याटिस्टिक्स हेर्ने हो भने साधारण खर्च अहिलेसम्म 63% भन्दा बढ्ता खर्च भइसक्यो। विकास खर्च केवल 19% खर्च भएको छ। यसले के देखाउँछ भन्नु होला भने कि हामीसँग पैसा भए तापनि योजना भए तापनि एकातर्फ माननीय सांसदज्यूहरू चाहिँ परियोजना लिएर दिनरात सिंहदरबार घुम्नुहुन्छ, अर्कोतर्फ विनियोजन गरिएका योजनाहरूमा समेत हामीले पैसा खर्च गर्न सक्दैनौँ। त्यो योजनाहरूलाई हामी अगाडि कार्यान्वयनतर्फ बढाउन सक्दैनौँ। हाम्रो ब्युरोक्रेसीको जन्जाल हामीलाई एक कामलाई चाहिँ अगाडि बढाउनुको सट्टा छेक्ने प्रवृत्ति र भ्रष्टाचार, यी तीनै कुराको परिणतिले गर्दाखेरि 19% मात्र अहिलेसम्म खर्च भएको त्यो एउटा चाहिँ ऐना जस्तो छर्लङ्ग छ। 3000 भन्दा बढी, अघि पनि भने 3000 भन्दा बढी युवा देश छोडेर बाहिर जाँदैछन्। पहाडहरू विभिन्न चाहिँ पिछडिएका क्षेत्रहरू खाली छन्। तर अझै पनि ती क्षेत्रमा विकासका नाममा कुनै पनि किसिमले रिटर्न अन इन्भेस्टमेन्ट नआउने इन्भेस्टमेन्टका लागि विभिन्न प्रकारका योजनाहरू अगाडि बढाउने काममा केवल चाहिँ राजनीतिक स्वार्थका लागि, भोटको राजनीतिका लागि यो हामी लाग्ने गर्दछौँ। आज ती 3000 युवाहरू जो नेपाल छोडेर गइरहेका छन्, किन गइरहेका छन्? उनीहरू किन गइरहेका छन् भन्नु होला भने कि उनीहरूलाई न यहाँको शिक्षाको क्षेत्रमा, न स्वास्थ्यको क्षेत्रमा, न रोजगारीको क्षेत्रमा र आफूले गर्न चाहेको कुनै साना व्यवसाय समेतलाई पनि फन्डिङ स्टार्टअपको माध्यमबाट, बिउ पुँजीको माध्यमबाट तिनीहरूलाई चाहिँ गरिदिन सक्ने वातावरण यहाँ छैन, बन्न सक्दैन। यहाँ गर्न सक्ने मान्छेलाई काम गर्न दिँदैन भन्ने मानसिकताका साथ बाहिर गएका छन्। ती बाहिर जाने मान्छेले आफू मात्र जाने होइन, त्यहाँ एकचोटि गएर बसिसकेपछि अनि आफ्ना नातागोतालाई बोलाउन थाल्छन्। मेरो आफ्नो मान्यता यो हो। त्यसमाथि ती चाहिँ उमेर पुगेका चाहिँ वृद्ध अभिभावकहरू समेत पनि चाहिँ उनीहरूलाई फर्काएर चाहिँ आफ्ना चाहिँ छोराछोरी नातानातिनीलाई फर्काएर ल्याउनुको सट्टा आफू जान बाध्य छन्। त्यो यो प्रकारको एउटा सामाजिक विचलन, मुलुकको डिमान्ड सङ्कुचनमा होल आएको जनसङ्ख्याको टोटल तादादमा आएको परिवर्तन, यी सम्पूर्ण कुराको सेरोफेरोमा नेपालको
अर्थतन्त्रलाई हामीले हेर्नुपर्ने अहिले हाम्रो बाध्यता छ। दुईटा विशाल राष्ट्र भारत र चाइना, जसलाई कि चाहिँ एउटा फ्याक्ट्रिज अफ द वर्ल्डको संज्ञा दिन्छन्, यी दुईटा राष्ट्रले उत्पादन गरेका उत्पादनसँग हाम्रो त कुरा छोडौँ, हामीभन्दा धेरै व्यवस्थित राज्यहरूले समेत, राष्ट्रहरूले समेत प्रतिस्पर्धा गर्न सक्दैनन्। यस्ता दुईटा राष्ट्रको बिचमा चाहिँ नि पिल्सिएर बसेको, यस्ता दुईटा राष्ट्रको बिचमा व्यवसायको दृष्टिकोणबाट आफ्नो चाहिँ नि कस्ट अफ डुइङ बिजनेस अत्यन्त हाई भएको वातावरणमा भएको चाहिँ नि उद्यमी व्यवसायी र उनले चाहिँ नयाँ गर्ने योजना, सधैँभरि यहाँनिर चाहिँ हामी योजना र लगानीका चाहिँ नि दुहाई दिन्छौँ। तर आज यो ती योजनामा लागेका उद्यमीहरूको मनोबलको स्थिति के छ, उनीहरूले गरेका उद्यम र व्यापारको स्थिति के छ? अहिले सरदर नेपालको उत्पादन 50% भन्दा पनि कम क्यापासिटीमा सञ्चालित छ। चाहे त्यो चाहिँ सिमेन्ट होस्, चाहे त्यो स्टिल होस्, चाहे त्यो अरू कुनै पनि प्रकारको वस्तु होस्, निरन्तर क्रमशः हाम्रा चाहिँ निर्यात गर्ने क्षमता ह्रास हुँदैछ, हाम्रो उत्पादनको कस्ट बढ्दैछ। मैले अघि पनि भने हाम्रो कृषि उत्पादन हाम्रो घट्दो छ। त्यही यिनै सबै कुराको समग्र परिणति भनेको राजस्व घट्दैछ, अर्थतन्त्र। मान्य सदस्य, यहाँको समय सकियो। मैले सिध्याउनै लागेँ सभामुख महोदय। अर्कोतर्फ सोसल सेक्युरिटीको बढ्दो कस्ट, जसले कि मैले अघि इन्डिकेट गरे अनुसार साधारण खर्चमा प्रत्यक्ष र धान्नै नसक्ने किसिमको बोझ थपिँदो छ। हरेक सेक्टरलाई थप चाहिएको छ, चाहिन पनि किन नचाहियोस्, महँगाई त्यत्तिकै बढ्दैछ। त त्यस अर्थमा चाहिँ नि जुन किसिमबाट चाहिँ नि ठाउँ ठाउँमा हामी हडताल देख्दैछौँ, आखिर अन्ततगत त्यसको चाप भनेको पर्ने भनेको हाम्रो साधारण खर्चमै हो। त्यो आदरणीय अर्थमन्त्रीज्यूलाई अत्यन्त गाह्रो परिस्थिति छ। रिसोर्स घट्दै जाने, राजस्व घट्दै जाने, अधुरा प्रोजेक्टहरू जहाँको तिरहने र नयाँ नयाँ प्रोजेक्टहरू थपिँदै जाने, विदेशी सहायता घट्ने, लगानी ठप्प हुने, यस्तो बेलामा बजेट बनाउनु परेको छ उहाँलाई। त म उहाँलाई सविनय चाहिँ नि भन्न चाहन्छु कि धैर्यताका साथ, हाइली क्यालिब्रेटेड, हाइली फोकस्ड, हाइली इनोभेटिभ एउटा नयाँ सोच बोकेको, न पार्टीगत न अरू कुनै निकायको दबावमा बसिकन एउटा इनोभेटिभ आफूसँग भएको लिमिटेड रिसोर्सेसलाई समग्र मान्य सदस्यको समय सकिएको छ, अन्त्य गर्नुहोस्। ल्याउनलाई म उहाँलाई अग्रिम शुभकामना दिन चाहन्छु। धन्यवाद।